पोखरा घुम्न जानुभयो तर लेक साइडको सन्ध्या आरती हेर्नु भएन भने विश्वास मान्नुस् तपाईले पोखराको सबैभन्दा शान्त र आध्यात्मिक अनुभूति नै छुट्याउनु भयो। रमाइलो बाइक राइड गर्दै हामी पोखरा पुग्यौं र प्लानिङको अनुसार पोखरा पुग्दा पुग्दा साँझ परिसकेको थियो र त्यसपछि हामी पुग्यौं फेवातालको लेक साइड, जहाँ प्रत्येक साँझ फेवातालको किनारमा बाराही मन्दिर अगाडि हुने सन्ध्या आरतीले पुरै वातावरणलाई नै दिव्यमय बनाइदिन्छ। शंखको मधुरो आवाज, घण्टीको गुन्जन, मन्त्रको स्वर र दीपको उज्यालो र फेवातालमा चम्किरहेको त्यो प्रतिबिम्ब, त्यो दृश्य शब्दमा होइन आफ्नै आँखाले देखेर मात्र महसुस गर्न सकिन्छ। सन्ध्या आरती भनेको केवल धार्मिक कार्यक्रम मात्र होइन, यो केही समयको लागि मात्र भए पनि मनलाई शान्त बनाउने, सबै तनाव बिर्साउने र भगवान प्रतिको श्रद्धा व्यक्त गर्ने सुन्दर अनुभव हो। विश्वास मान्नुस्, यहाँ उभिँदा समय नै रोकिएको जस्तो महसुस हुन्छ। हामी पनि केही समय त्यही बसेर आरती हेर्यौं। भीड़ धेरै थियो तर सबैको अनुहारमा एउटै कुरा देखियो, शान्त, श्रद्धा र खुशी। यदि तपाई साँझको समयमा पोखरा घुम्दै हुनुहुन्छ भने क्लब पार्टीतिर मात्र नदौडिनुहोस्, केही समय निकालेर लेक साइडको यो सन्ध्या आरती पनि अवश्य अनुभव गर्नुहोस्। विश्वास गर्नुहोस्, यहाँको शान्त वातावरण, फेवातालको मनमोहन दृश्य, तालसँगै रहेको पहाड़हरूमा लाग्ने सेतो कुहिरो र साँझको आध्यात्मिक माहौलले तपाईलाई यस्तो सम्झना दिन्छ जुन कुनै पनि पार्टीले दिन सक्दैन।